वेलकम टु माई भिडियो साथीहरू। आज म खानामा के खाँदैछु गेस गर्नुहोला। तपाईँलाई मनपर्छ कि मन पर्दैन? यो मैले च्याख्ला, न्युरो, टमाटरको अचार अनि दुध साइडमा छ है। मलाई यस्तो यम्मी लाग्छ, एकदम क्रेभिङ भइरहेको थियो मलाई यो च्याख्ला खाने। च्याख्ला नि दुई प्रकारको हुन्छ है साथीहरू। एउटा सेतो च्याख्ला हुन्छ, एउटा पहेँलो च्याख्ला हुन्छ। मैले पहेँलो च्याख्लामा पहेँलै दाल हालेर खाएँ है, त्यही भएर झन् पहेँलो देखेको छ। अब त्यसलाई चाहिँ इग्नोर गर्नुहोला। यसको टेस्ट चाहिँ यति याम्मी भएको छ। कोलाई मनपर्छ च्याख्ला, दुधको च्याख्ला अनि न्युरो कोलाई मनपर्छ, टमाटोको अचार कोलाई मनपर्छ। दुध च्याख्लामा मोही हालेर नि खान्छन्, तर मलाई चाहिँ दुध हालेर खाएको एकदम धेरै मनपर्छ। एकदम क्रेभिङ भइरहेको थियो, 1 महिना भएको थियो च्याख्ला नखाएको। अस्ति नैको पालि सेतो च्याख्ला खाएको थिएँ मैले साथीहरू। अहिले चाहिँ मैले दोकानबाट पहेँलो च्याख्ला 1 किलो लिएर आएको थिएँ। त्यही भएर अब मलाई मात्रै बनाएँ, बाबुलाई मन पर्दैन यो च्याख्ला, उसलाई चाहिँ भातै बनाइदिएँ। अनि मलाई दुध र च्याख्ला सप्र्याक सप्र्याक खान मन लागेको थियो, त्यही भएर म बजारबाट 1 किलो च्याख्ला लिएर आएर बनाएँ। अलिकति जाँगर चाहिँ चलाउनु पर्छ होइन। न्युरो नि एकदम मिठो लागेको थियो। न्युरो नि पकाएँ अनि चटनी पिने होइन। एक्लै थिएँ, भरेलाई नि हुन्छ भनेर अलि धेरै बनाएँ मैले न्युरो र अचार। च्याख्ला चाहिँ अहिले चाहिँ यति मलाई मात्रै बनाएको, यति यामी भयो थियो। अब मलाई यस्तो सराप सराप खाना कस्तो मनपर्छ कि, गाउँले पाराले खाना एकदम मनपर्छ कि साथीहरू। ल अर्को भिडियोमा भेटौँ ल साथीहरू। कोलाई मनपर्छ च्याख्ला कमेन्ट